इनिसा बिक्केको केस देखेपछि त मलाई आफ्नै केटा साथीभाइहरूसँग बोल्न पनि डर लाग्न थालिसक्यो। घरबाट 2 कदम पाइला निकाल्दा पनि कोही सिकारी बेरै शिकारको प्रतीक्षामा पो बसिरहेको छ कि भन्ने प्रश्न मनमा उठ्न थालिसक्यो। झन् आफ्नै बोयफ्रेन्डले गर्लफ्रेन्डको बलात्कार गरेको सुन्दा त प्रेमीबाट पनि विश्वास उठ्न थालिसक्यो। कहिलेसम्म चाहिँ हामी नारीहरू लुकेर हिँड्ने र कहिलेसम्म चाहिँ बलात्कारीहरू आजाद घुम्ने? हामी नारी दिवस त मनाउँछौँ, खोइ त त्यो नारीको इज्जत, खोइ त त्यो नारीको सम्मान, खोइ त त्यो नारीको सुरक्षा र खोइ त त्यो नारीको अस्तित्व। बलात्कारीलाई जब 2-3 वर्ष जेल सजाय दिएर हुन्छ र? कुकुरको पुच्छर त 12 वर्ष ढुङ्गा मुनि राख्दा पनि जस्ता त्यस्तै हुन्छ भने बलात्कारी पनि 2-3 वर्ष जेल बसेर मात्र बलात्कार गर्न छोड्छ भन्ने काहीँ लेखेको छ र? झन् नाबालिग रे, नाबालिग भनेर के हुन्छ र? त्यो नाबालिग पनि पछि बालिग भएपछि बलात्कार गर्न छोड्छ भन्ने काहीँ लेखेको छ र? कहिले चाहिँ हाम्रो नेपालको संविधानमा परिवर्तन आउने, कहिले चाहिँ नेपालीहरूको सोच विकसित हुने? देश चाहिँ विकसित चाहियो रे, सोच चाहिँ कहिले विकसित गर्ने? सोच विकसित भए पो देश पनि विकसित हुन्छ त। किन बलात्कारीलाई जब 2-3 वर्ष जेल सजाय मात्र? किन उनीहरूलाई जन्मकैदको सजाय छैन र? अथवा किन फाँसीको सजाय छैन? बलात्कारीहरू किन आजाद घुम्छन् र हामी नारीहरू चाहिँ किन लुकेर हिँड्न पर्छ? छोटो लुगा लगाए आइटम, लामो लुगा, शरीर ढाक्ने लुगा लगाए, ओहो कस्तो गुवाई गुज्रेको केही नहुने। कहिलेसम्म चाहिँ यस्तो वचन सुन्न पर्ने? कहिले चाहिँ हाम्रो निर्मला पन्त र इनिसा बिक्के जस्तो बहिनी नारीहरूले अथवा अरू दिदी बहिनीहरूले न्याय पाउने? नयाँ सरकार गठन हुँदैछ। आशा गर्दछु कि हाम्रो नयाँ सरकारले नयाँ परिवर्तन ल्याउनेछ र निर्मला पन्त र इनिसा बिक्के जस्तो अरू नारीहरूले पनि न्याय पाउनेछन्। जस्टिस फर इनिसा बिक्के।